हेलो गाइज वेलकम टु माई युट्युब च्यानल इट्स मी युवी मगर अनि आजको यो ब्लग चाहिँ बर्थडे स्पेसल हुनेवाला छ र आज के हुन्छ म हजुरलाई विस्तारमा देखाउने छु। अब यहाँबाट भित्र जानु लाग्यो। ओके हामी चाहिँ जाँदैछौँ। यहाँ सबैजना एउटा अगाडि हिँडिरह। अब यहाँ कोहीमा सबै आफ्नो तालमा त्यो सही है। तपाईहरु पनि दुबईमा कहीँ हुनुहुन्छ भने यहाँ आएर घुम्दा हुन्छ। यदि नआएको भए पनि अफिस टाइम सकेर यस्तो भयो पसिना बस्न भयो। के गर्ने केटी मान्छे भएपछि घुम्न पनि मन लाग्छ। फाइनली अब यता बाटो छ कि भनेर खोज्दै हिँडेको बिचको यस्तो हालत। सही होइन होटलहरू, तर यहाँको डेकोरेसन सबै राम्रो हो। पसिना त यस्तो उठेर पसिनाले लुत्रुक्कै भएको छ। खाना पचाउनको लागि जस आज चाहिँ एकदम वाकिङ भयो। वाकिङ होइन ल वाकिङ भइरह। बुहारीहरूले अफ भयो। फाइनली हामी भारी पनि चढ्यो। गाइज हाम्रो ग्याङ ल यो चाहिँ हामी अब जाँदैछौँ। हामी यस्तै त हो नि ब्रो गर्ने होइन। हाम्रो ग्याङ यस्तै हो भाइ भन्दै होला। यस्तै हो हामी। दिदी आइन् दिदी। जिन्दाबाद जिन्दाबाद। नो जिन्दाबाद यार ये र्याफ हालेको मैले। यो हो क्या सिधै यो। वाउ ब्युटिफुल। यो हाम्रो पार्टी हामी चाहिँ राति रात पनि त छैन मर्निङमा छ। हाई 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 या अच्छा
नि भन्यो बिचमा चाहिँ छौँ तर बिच पानीमा चाहिँ बाटो चाहिँ अझै आएको छैन भोक लागेर खाना मात्रै बसेर यता दिदी यता आउनु हेलो साथीहरू मैले चाहिँ यसमा भोइस ओभर गर्नु पर्यो किनभने हामी चाहिँ हिजो उता जिमेरा ब्रिज घुम्नु गएको त्यहाँ चाहिँ सब रेस्टुरेन्टहरू सब बन्द थियो अनि हामीलाई प्लस रुम आउन पनि ढिलो भइरहेको थियो त्यही भएर यो चाहिँ मेरो आज बर्थडेको दिनको यो चाहिँ साथीहरूलाई रुममै ल्याएर यस्तो हल्का सानोतिनो केही खाजा लन्च डिनर गरेको लन्च डिनर जे भयो नि एउटै खानु थियो एकैचोटि बेलुका सो या मेरो भ्लग हेरेर इन्जोय गरिदिनु होला म चाहिँ यति भन्नको लागि भोइस ओभर गर्न आएको है त सो इन्जोय द भ्लग गाइज